नमस्ते। आज हाम्रो नयाँ टपिक मिसे दे। मिसे भनेको के हो त? पसल है। लेसन 16 खोरे इकुरा देशका भनेर सोधेको छ। यो कति हो भनेर सोधेकोमा आजको डिस्कसन पोइन्ट के छ त? दोन्ना मिसे दे योको खाइ मोनोसिमास्का। तपाईँ प्रायः जस्तो कस्तो पसलहरूमा जानुहुन्छ त? लुगा पसलहरूमा, भेजिटेबल सपहरूमा, होइन, कस्तो खाले पसलहरूमा चाहिँ धेरै जानुहुन्छ? यो अब डिस्कसन पोइन्ट भयो। आजको हाम्रो क्यान्डिडेटतिर जाउँ है। क्यान्डु नम्बर 66। आज चाहिँ किको खाँचो त लिसनिङ एक्टिभिटिज भयो। एक नम्बरमा छ 1980 एन्डेस भनेर लेखेको छ। अब यसलाई चाहिँ जापानिजमा कसरी भन्ने हो हामी पछि पढ्छौँ। एन भनेको यो जापानिज करेन्सी भयो है। क्यान्डु नम्बर 66 쇼잉 नो नेदाङ खिते। यो कुनै पनि आइटमको नेदाङ भनेको चाहिँ त्यसको प्राइस हुन्छ नि। प्राइस सुनेर रिकाइसहरू कतोका देखिर होइन, तपाईँले कुनै सामानको मूल्य सुन्न र बुझ्न सक्नुहुन्छ आजको क्यान्डुमा। अब कोतोबानो जुम्बी भोक्याबुलरी भयो। नेदाङ भनेको मूल्य होइन। अब जापानको यो पैसाहरू भए ओकाने भनेको पैसा। सबभन्दा फर्स्टमा चाहिँ यो पिक्चर हेर्दै सुनिहेर मैले त केमा छौ। 値段 A、1円、B、5円、C、10円、D、50円、E、100円、F、500円、G、1000円、H、2000円、I、5000円、J。1万円。यो चाहिँ अब माथिको माथिको कोइनहरू भयो। जापानको करेन्सी कोइन भयो होइन। 500को पनि कोइन नै हुन्छ उता है। अनि 1000बाट चाहिँ नोट हुन्छ। 2024 सालसम्म चाहिँ माथिको पिक्चर माथिको यो करेन्सी थियो, नोट थियो। अनि 2024 सालदेखि चाहिँ अहिले नयाँ नोट छापेको छ। अब 2 नम्बरमा खिते इमा सो अडियो प्ले गर्छु। त्यसलाई हामी रिपिट गरौँ है। प्रोनाउन्सिएसनको प्र्याक्टिस हुन्छ।値段 A、1円、B、5円、C、10円、D、50円、E、100円、F、500円、G、1000円、H、2000円、I、5000円、J。1万円。दस हजारको पनि एउटै नोट हुने रहेछ है जापानमा। अब किते सितानो ए कारा हेर्छ होइन, ए टु एच कारा एराबीमा छौ अडियो प्ले हुन्छ। अनि एबिसिडिएफजिएच बाट चाहिँ के भनेको रहेछ त्यो हामी पिकअप गरौँ। 1、670円です。670 बी भयो। 2、2010円です。2010 3、1500円です。1500円भनेपछि ए भयो। 4、3360円です。3360円भनेको D。5、754円です。754円1。6、9585円です。G。7、1万8000円です。C。 8、3万5400円です。E। यस्तै अलिकति कन्फ्युज छ भने फेरि एकचोटि रिपिट गरेर सुनौँ मलाई। अब निहोन्नो सिहे भनेको जापानिज नोट है। खाहे भनेको नोट र सिक्काहरू। हाल जापानमा प्रयोगमा रहेको पैसाहरू यस प्रकारका छन्। नोटहरू चाहिँ 10,000 येनको नोट, अघि इचिमा येन थियो। 5,000 येनको नोट,
होइन। अनि निसयनको नोट है, 2000 येनको नोट र सयन होइन, 1000 येनको नोट्स। अनि सिक्काहरू चाहिँ 500 येनको, 100 येनको, 50 येनको, 10 येनको, 5 येनको, 1 येनको है। यता यता थियो नि त, यिनीहरू भयो। यो चाहिँ तलको चाहिँ नोटहरू भयो, माथिको चाहिँ सिक्काहरू। अर्को चाहिँ नयाँ तस्बिर चित्र भएका नयाँ नोटहरू। सरकारले सन् 2024मा नयाँ नोटहरू जारी गर्ने घोषणा गरेको छ। अहिले भइसकेको छ, पब्लिस भइसकेको छ है। नयाँ नोटहरूमा 3D होलोग्राम जस्ता विशेषताहरू हुनेछन्। नयाँ नोटहरूमा ऐतिहासिक व्यक्तित्वहरूको चित्र प्रयोग गरिनेछ भनेर लेखेको छ। सरी, यता प्रयोग भइसकेको छ, पब्लिस भइसकेको छ है। तल 2020का नोटहरूमा प्रयोग गरेका व्यक्तित्वहरू लेखिएको छ। यो चाहिँ 2024सम्मको पुरानोवाला भयो। 10,000 येनको नोट, यो चाहिँ इचिमायन होइन, मा चाहिँ युकिची फुकुजावा सन् 1834देखि 1901सम्म शिक्षाविद विद्वान रहेछ। केयो विश्वविद्यालयका संस्थापक, अलिकति फेमस युनिभर्सिटी हो है। स्वर्ग भगवानले एउटा मान्छेमाथि अर्को मान्छे पनि बनाउँदैन र एउटा मान्छे तल अर्को मान्छे पनि बनाउँदैन भन्ने उद्धरणको लागि प्रख्यात गाकुमोनो सुसुमे अध्ययनको लागि प्रोत्साहनका लेखक हुन्। अब यो गोसेन 5,000 येनको नोट, यो लेडिजवाला हो है। इचियो हिगुची सन् 1872देखि 1896। लेखक कवि ताकेकुबो ताकेकुराबे, हुर्किँदै गर्दा र निगोरिए धमिलिएको पानी जस्ता उपन्यासका लेखक। अनि 1000 येनको नोटमा चाहिँ हिदेयो नोगुची, यो मान्छेको नाम भयो, सन् 1876देखि 1928सम्म। यो चाहिँ चिकित्सक है, ब्याक्टेरियोलोजिस्ट। उनले पहिलो पहिलो ज्वरो अनि सिफिलिस आदिमा महत्त्वपूर्ण अनुसन्धान गरेका थिए। यो चाहिँ 2024सम्म युज भएको व्यक्तित्व पर्सनालिटीहरू भयो। अनि 2024मा चाहिँ नयाँ नोट छापेको थियो, 1,000, 10,000। 10,000 येनको नोट भनेको सबभन्दा माथिको इचिमायन भन्छ है। एइची शिबुसावा सन् 1840देखि 1931सम्म आधुनिक जापानी पुँजीवादका पिता भनेर चिनिने उद्योगपति, जापानको पहिलो ब्याङ्कका संस्थापक रहेछ। अनि 5,000 येनको नोटमा अगेन पहिला पनि लेडिज नै थियो, अहिले पनि लेडिज नै छ। उमेको चुदा सन् 1864बाट 1929सम्म चुदा विश्वविद्यालयका संस्थापक, जापानमा महिला शिक्षाको अग्रगामी रहेछ। अनि 1,000 येनको नोटमा चाहिँ शिबा साबुरो कितासातो है, सन् 1853देखि 1931सम्मको थियो। महामारी निम्त्याउने ब्याक्टेरिया पत्ता लगाएका र टिटानसको उपचारको विकास गरेका चिकित्सा वैज्ञानिक। अब निसयन भनेको 2,000 येनको नोट। दैनिक जीवनमा 2,000 येनको नोट बिरलै मात्र प्रयोग गरिन्छ। 2,000 येनको नोटको सन् 2000मा भएको ओकिनावा शिखर सम्मेलनको अवसरमा जारी गरिएको थियो। यसमा ओकिनावाको सुरी दरबारको सुरेइमोनको डिजाइन गरिएको छ। यो चाहिँ दरबारको डिजाइन भयो है। तर भेन्डिङ मेसिनहरूमा प्रयोग गर्न नसकिएकोले यो नोट व्यापक रूपमा प्रयोग गरिएन। यो ओकिनावामा कहिलेकाहीँ देखिन्छ, तर जापानको अन्य ठाउँहरूमा लगभग देखिँदैन भने पनि हुन्छ। यतिखेर चाहिँ अलिकति कम नै रहेछ। अनि कोखा, कोखा भनेको सिक्काहरू। यो खान्जी अलिकति मेमोराइज गर्दा हुन्छ है। कोखा सिक्का भयो। 5 येनको सिक्का र 50 येनको सिक्काको बिचमा प्वाल छ, हेरिहालौँ है त। यो चाहिँ 5 येन भयो, यो चाहिँ 50 येन। 5 र 50मा चाहिँ बिचमा रहेछ है, हलो रहेछ, वाल रहेछ। संसारका अन्य सिक्काहरूको तुलनामा यी सिक्काहरू असामान्य हुनाले केही विदेशी पर्यटकहरूले कोसिलीको रूपमा यी सिक्काहरू आफैसँग राख्ने गर्छन्। 5 येनको सिक्कालाई शुभ मानिन्छ किनभने जापानी भाषा यसलाई गोएन भनेर उच्चारण गरिन्छ। यो जापानी शब्द गोएन, गोएन भनेको चाहिँ हाम्रो लकी है जस्तै सुनिन्छ, जसको अर्थ भाग्य वा मौका हो। यसकारण मान्छेहरूले शिन्तो धर्मका मन्दिरमा दान गर्नको लागि प्राय 5 येनको सिक्का प्रयोग गर्छन्। 5 येनको सिक्का एउटा मात्र त्यस्तो सिक्का हो जसमा अरबी अङ्ग्रेजी अङ्क लेखिएको छैन। यसमा अगाडि र पछाडि दुवैमा खान्जीको 5 येनको अक्षर मात्र लेखिएको छ। 500मा भयो भने चाहिँ 500 पनि लेखेको छ नि होइन। 5 येनमा चाहिँ यो
अब जस्तै यता 10 50 भनेर लेखेको छ नि होइन इङ्ग्लिसबाट 5 गोयनमा चाहिँ लेखेको छैन। 5 र इचिएनको सिक्का भेन्डिङ मेसिनमा प्रयोग गर्न मिल्दैन। जबरजस्ती छिराउन खोजेमा मेसिन बिग्रन पनि सक्ने हुनाले त्यस्तो नगर्नुहोस्। 500 सिक्का पनि सन् 2021मा अपडेट गरी 2 रङको सिक्का बनाइने छ भनेर भनेको छ, बनिसकेको छ है अहिले। अब नेदाङो खिक यो प्राइस सोध्ने होइन मूल्य सोध्ने। तपाईँले तपाईँको देशमा किनमेल गर्दा मूल्य सोध्नुपर्छ। यदि तपाईँले जापानमा कुनै पसलमा कुनै चिज किन्दै हुनुहुन्छ भने धेरै जसो त्यसको मूल्य प्रदर्शित गरेको हुन्छ। हाम्रो नेपालमा त अझ बार्गेनिङ गरेर आएको हुन्छ है। जापानमा चाहिँ त्यस्तो हुँदैन है। उत्पादनलाई नजिकबाट हेऱ्यो भने प्राय जसो तपाईँले त्यसमा त्यसको मूल्य ट्याग देख्न सक्नुहुन्छ। तपाईँले डिस्प्ले सेल्फमा टाँसिएको मूल्य पनि देख्न सक्नुहुन्छ। सामान्यतया इलेक्ट्रोनिक स्टोरहरूमा बाहेक अन्य पसलहरूमा मूल्यको मोलतोल गर्ने र छुट माग्ने जस्ता कुराहरू गरिँदैन। तर मुख्य पाठमा देखाइए झै उत्पादनहरूको मूल्य प्राय नदेखाइने ठाउँ वा मूल्य ट्यागहरूमा फेला पार्न गाह्रो हुने ठाउँहरूमा पनि हुन्छन्। यस्ता ठाउँहरूको केही उदाहरणको रूपमा फ्री मार्केट, या हाम्रो त्यो फ्ली मार्केट हुन्छ नि, त्यस्तो भयो। अनि कृषकहरूबाट सिधै खरिद गर्दा र आफैले आफ्नो पसल चलाउने मालिकहरू आदिलाई लिन सकिन्छ। यदि तपाईँले प्रश्न सोध्नुभयो र जवाफ बुझ्नु भएन भने कर्मचारीलाई लेख्न वा स्मार्टफोनको क्यालकुलेटरमा टाइप गर्न अनुरोध गर्नुहोस्। अब यो सोझी यो चाहिँ न्युमेरिकल भ्याल्युजहरू अङ्कहरू भयो 100 देखि 10,000सम्म छ। यसको चाहिँ नेदाङ है मूल्य पनि छ। सबभन्दा फर्स्टमा चाहिँ सुनम है सुजी यो चाहिँ यो न्युमेरिकल भ्याल्युजहरू भयो 100 200 300 400 500 छ सुनिएर। 100、200、300、400、500、600、700、800、900。अब नेक्स्टमा चाहिँ एन कति रुपियाँ भन्नु पर्यो भने अब जस्तै 100 रुपियाँ भन्नु पर्यो भने चाहिँ 100 रुपियाँ भन्नु पर्यो भने कसरी भन्ने हो त्यसको लिस्ट अप भयो। अडियो प्ले गर्छु। 100円、200円、300円、400円、500円、600円、700円、800円、900円。 अघि न्युमेरिकल भ्याल्युज आउँछ है। अब यो चाहिँ हजारको कन्टेक्स्टमा भयो 1000 2000 3000 सुनिएर। 1000、2000、3000、4000、5000、6000、7000、8000、9000、10000。 अब रुपैयाँमा भन्दाखेरि सरी एनमा भन्दाखेरि कसरी सुनिन्छ कसरी भन्दो रहेछ त्यो सुनिएर। 1000円、2000円、3000円、4000円、5000円、6000円、7000円、8000円、9000円、1万円。 अब नेक्स्ट चाहिँ किते इमासो अडियो प्ले गर्छु त्यसलाई हामी रिपिट गरौँ है प्रोनाउन्सिएसनको पनि प्र्याक्टिस गरौँ। 100、200、300、400、500、600、700、800、900。 अब यसलाई एनमा भन्दाखेरि कसरी भन्ने हो यो प्ले गर्छु। 100円、200円、300円、
400円、500円、600円、700円、800円、900円。अब अगेन यो 1000को कन्टेक्स्टमा यो सुजी भनेको यो न्युमेरिकल भ्याल्युजहरू प्ले गर्छु 1000、2000、3000、4000、5000、6000、7000、8000、9000、10000。 अब एनमा भन्दाखेरि कसरी बन्ने हो त्यो प्ले गर्छु 1000円、2000円、3000円、4000円、5000円、6000円、7000円、8000円、9000円、1万円。पोइन्ट टु नोट इज चाहिँ यो अब तिनमा होइन तिनमा चाहिँ धेरै जस्तो यो टेन टेन लाग्ने भयो सबै ठाउँमा टेन टेन लागिरहेछ है अनि 6को ठाउँमा अनि 8को ठाउँमा चाहिँ यो मारु मारु लाग्ने रहेछ है मारु हो चिज साइज यो चाहिँ अब नोट गर्नुपर्छ है अब खाएवा हो के मासौ होइन संवाद सुनम कन्भर्सेसन सुनम आजको बामेन के छ त इरो इरो न मिसेदे खाइमोनो सितेमास विभिन्न ठाउँहरूमा होइन विभिन्न पसलहरूमा हामी सपिङ गरिरहेछौँ है कोही मान्छे सपिङ गरिरहेछ मिसेनो हितोनी सोहिङ नेदागु खितेमास यो पसलको मान्छेलाई चाहिँ सामानको मूल्य सोधिरहेछ सोही वा इकुरा देशका त्यो सामानको मूल्य चाहिँ होइन कति हो त प्राइस चाहिँ के हो नेदाङ ओ मेमो सिमासो प्राइस चाहिँ हामी मेमो गरौँ है त इकुरा देशका कति हो त अब याताई दे याताई भनेको चाहिँ फुड स्टल फुड स्टलमा केही सोधिरहेको छ त्यसको प्राइस भन्छ अनि यता हामी मेमो गरौँ 1、これ、いくらですか？ 300 円です。 घोरे इकुरा देशका भनेर सोधेको छ के भनेको छ त 300 एन भनेको 300 भयो यहाँ तोमोरो कोशी भनेर लेखेको छ है हिरागानाबाट यो के को पिक्चर होला कर्न मकैको होइन मकैलाई तोमोरो कोशी भन्छ अब 2 नम्बर हेरौँ 2 नम्बर चाहिँ यासाई चोकुबा जो है यासाई चोकुबा जो भनेर भन्छ त्यो भनेको चाहिँ तरकारी पसल सुनिहेरौँ 2、すみません。これ、いくらですか？これ、1980円。 के भनेको छ सेङ क्युह्याकु 80 एन सेङ क्युह्याकु 80 एन भनेको छ है अब 3 नम्बरमा फ्री मार्केटलाई चाहिँ फ्ली मार्केट है फ्ली मार्केटलाई फ्री मार्केट भन्छ 3、すみません。これ、いくらですか？これですか？2000円です。 कोरे इकुरा देशका भनेर सोधेको बेलामा के भनेको छ निसैयन निसैयन होइन 2000 एन अब 4 नम्बर हेरौँ रिसाइकुरु सप दे रिसाइकुरु भनेको रिसाइकल गर्ने होइन रिसाइकल हुने सप है सेकेन्ड आन्सर भयो 4、すみません。これ、いくらですか？はい、これですね。えーっと、34,500円です。 कति भनेको छ 34,500 एन भनेको छ है सामान भनेको 30,000 भयो सामान योनसेन गोह्याक होइन 34,549
もう一度聞きましょう。फेरि एकचोटि सुनिएर। यो 1 नम्बर अनि 4 नम्बर प्ले हुन्छ। 1、これ、いくらですか？ 300 円です。अब 4 नम्बरको प्ले हुन्छ है, फेरि एकचोटि सुनिएर। 4、すみません。これ、いくらですか？はい、これですね。えーっと、34,500円です。बुझ्नुभयो है? सामान भन्ने बित्तिकै 30,000 भयो, अनि योनसेन आउँछ 4,000 भयो, गो ह्याकुएन होइन? अनि सबै एडअप गरेपछि 34,500 आउँछ। आजको हाम्रो क्यान्डु चेक भयो। कोरे इकुरा देस्का भन्ने छ है। क्यान्डु नम्बर 66, तपाईँले कुनै सामानको मूल्य सुन्न र बुझ्न सक्नुहुन्छ होइन। अलि मलाई अलिकति गाह्रो छ भन्नुहुन्छ भने एउटा स्टार दिनु होला। देकिमास्ता होइन, मलाई गर्न आयो, म गर्न सक्छु भन्नुहुन्छ भने 2टा, मलाई राम्ररी गर्न आयो योको देकिमास्ता भन्नुहुन्छ भने चाहिँ 3वटा स्टार दिनु होला आफैले आफैलाई। हस्, थ्याङ्क यू, धन्यवाद।